यो क्वेसन नम्बर 6 हेरौँ। क्वेसन नम्बर 6 मा दुईवटा ब्लक दिएको छ, ब्लक सी र ब्लक बी। ओपनिङ डब्ल्युडी ब्लक सी को 3 लाख, ब्लक बी को 4,80,000 दिएको रहेछ। ब्लक सी मा एडिसन 63% गरेर छैन, ब्लक बी को 50,000 63% गरेर रहेछ। अनि डिस्पोज ब्लक सी लाई डिस्पोज गरेर 1,50,000 ब्लक बी लाई डिस्पोज गरेर छैन। अनि यसबाट हामीले क्याल्कुलेसन गर्नुपर्ने के हुन्छ? Depreciation based amount, rather depreciation for the year, for the income in 2008 one or for the year 2011. It's not confusion down. 88 one level, but not confusion for the year 2011. Opening already with the table format, user block C block B you there block C को opening डब्ल्यूडी 3 लाख, B को 4,80,000। एडिशन डिविजन दिया जो मार्च महीने में दिया होता, मार्च महीने में दिया होता ब्लॉक B को एसेट्स, मार्च महीने में दिया होने पॉइंट 6 महीने में लाइक 3/3, नेक्स्ट 3 मंथ में दिया होता अपने 2/3, अने नेक्स्ट 3 मंथ में दिया होता अपने 1/3 पार्ट 3 एब्जॉर्ब होता, बाकी के अनएब्जॉर्ब बना। Review mark marginals, mark 15 marginals, 16 marginals, 25 marginals, mark many marginals are here 2/3 number. What is how many number? Shravan, Madhav, Vasant, Kartik, Mongshir, Push को अंतिम समय समय किन्हें था मतलब ये सब मतलब का रहा है fully absorbed होता है तो 3/3 देखना है अने Push देखिए मैं कागज तो 3 महीने में किन्हें था मतलब 2/3 अनि बाँकी वैशाख जेठ असार में किन थाहा 1/3 हो यो सम्झनु पर्यो है बुझ्यो यति कुरा चाहिँ बुझ्नु एउटा मात्र एसेट्स किनेर छ यो 2/3 चाहिँ यहाँ एब्जर्ब भयो बाँकी रकम अहिले अनएब्जर्ब जान्छ अनि यसलाई चाहिँ प्लस माइनस गर्न चाहिँ हाम्रो चाहिँ आयो डिप्रेसन बेस अमाउन्ट आयो डिप्रेसन बेस अमाउन्ट ब्लक सी को 1,75,000 आयो यो माइनस यो गर्ने यो सेल्स गरेर बेचेको सामान भरेको यो पर्चेज गरेर त्यसलाई एड गर्ने जोड दिने टोटल डिप्रेसन बेस अमाउन्ट अनि डिप्रेसन रेट यो ब्लक सी को 20%, ब्लक बी को कति होला 15%। यो रेट सम्झनु पर्यो 5 25 5 5 25 अनि फेरि 5 घटाउँदै आउने लास्टको ब्लक बी कति आफ्नो फर्मुला लाग्छ निकाल्नु हामी सी सम्मलाई सम्झन सक्छ 5 5 25 अनि 25 मा 5 घटाउने फेरि 20 मा 5 घटायो त्यो रेट सम्झने ब्लक सी को 20 बी को कति भयो त 50 यति गर्ने हो भने बराबर डिप्रेसन आउँछ यसैको 20% भने 5,000 यसको 15% 77,000 पोइन्टमा आएर राम्रो गरेर राख्दिने अनि अब यसबाट के गर्छ क्लोजिङ डब्ल्युडी एट द एन्ड निकाल्नु भने त्यसलाई ब्यालेन्स आफ्टर डिप्रेसन भनेर भन्छ यो चाहिँ डिप्रेसन बेस अमाउन्ट माइनस गरेर डिप्रेसन गर्ने 1,40,000 आयो ब्लक सी को ब्लक बी को कति आएर 4,36,300 अब यति गरिसकेपछि यही फर्मेटमा कन्टिन्यू गरेको हामीले नेक्स्ट इयरको चाहिँ ओपनिङ डब्ल्युडी निकाल्नु अर्को छुट्टै फर्मेट बनाउने भने यो क्लोजिङ डब्ल्युडी ब्लक सी को 1,40,000 ब्लक बी को 4,66,333 त्यसमा अनएब्जर्ब एडिसनलाई जोड दिने अघि यो 50,000 पार्ट दिने एब्जर्ब भएको छ बाँकी 140 गर्ने काम हुन्छ नेक्स्ट इयरमा जानु त्यसमा यहाँ एड गरिदिने हो भने ओपनिङ डब्ल्युडी फर नेक्स्ट इयर आउँछ ब्लक सी को 1,40,000 आयो ब्लक बी को कति आएर 4,60,000 आयो के चाहिँ बुझ्नुपर्ने